मेरो केस केले बान्नु हो? रबरले बान्नु भने अब रबर छैन जङ्गलमा त्यो लहराले त होला नि। कहाँबाट लहरा हौ, बेइज्जत हुन्छ। मेरो केस कसको जस्तो छ अरे भन्नु त ठुलो आवाजमा। खोइ हिजो चाहिँ मेरो केस त प्रियङ्काको जस्तो छ भन्दैछ। मेरो केस अरे प्रियङ्का कार्कीको जस्तो छ भने अरे क्या। लहरा खोजिदिनु न त। लहरा अब त्यसै जाउँ भने सानो छ, पोको पार्नु भने पोका हुँदैन। मेरो श्रीमान बिचरा लहरा त्यत्रो होइन, एक तेन्द्र भन्नुहुन्छ हो त पल्लो हातको हो त्यति। टुप्पीमा पोको पारिदियो भने त कस्तो हुन्छ? प्रियङ्का कार्कीको जस्तो छ मेरो केस लहराले बान्नु पर्ने अवस्था। के गर्नु अब जे धुन्छ बाँधिन्छ। कहिले उपाय खिच्नुपर्छ क्या, दुखी भएपछि साथीहरू। यत्रो ब्युटी पार्लर छ यता यत्रो जङ्गलमा यस्तो सबै। कहिले धनी मान्छेलाई पनि आपद विपद आइलाग्छ क्या, अनि धनीले पनि सिक्नुपर्छ है। एकखेप हाम्रो मेरो श्रीमान नि ससुराली भनौँ कि नभन्नु म साथीहरू? भन्नु न के हो। मेरो श्रीमान ससुराली टाढो छ, हामी खोटाङको परि भोजपुर चाहिँ हो मेरो माइती होइन। अनि माइतबाट आउँदै थियौँ बाटोमा साथीको जुत्ता खुस्कियो, हेर्नु है। जुत्ता खुस्की गयो, हुँदो रहेछ अनि कसो हुँदैन त यी जुत्ता खुस्की गयो। अनि जुत्ता खुस्किएपछि हामी यस्तै लहराले मेरो श्रीमान के हेर न, हामी त धेरै लहराले काम चलाउने काम गर्छौँ क्या। यस्तो होइन, खुट्टा यस्तो थियो। अनि हेर न तलबाट जुत्ता नि, जुत्ता चाहिँ यहाँ तल होइन, यहाँ तल थियो जुत्ता, यसरी तलको वाङ्नी भइगयो। अनि यसरी पारेर लहराले बाटोमा यसरी बाँधेर लिएको थियौँ क्या हामीले। सम्बन्धित भोग्ने मान्छे उहाँ नि है, मैले त्यसै भनेको त होइन, हामी हरेक पो गर्छौँ त। यस्ता हाम्रा पनि दिन थिए। सिक्नुपर्छ नि त, कहिले सुखमा कहिले के आइपर्छ आपत्ति। फेरि त्यो दिन सम्झन चाहन्न, फेरि त दुःख म भोग्न चाहन्न, तर बाध्यतामा परे फेरि त्यो कथा दोहोऱ्याउन चाहन्न। आउँदै चिप्लेर त्यसका बाजे लडी गइहाले। अनि झडप्पै टाउको उछिटी गयो मेरो। टाउको उछिटी गएको होइन नि, पनि टाउको ठोक्यो। अनि क्याच्चे खिचायो क्या, अनि फुटोन पर फ्याँकिराखेँ। बोक्ने त बोक्थ्यो, तर यता हाम्रो श्रीमानज्यूले चाहिँ मलाई नबोक त उतै फ्याँकिदेऊ भन्नुभयो। बोकेर त ल्याउँथे, माया लाग्यो। होस् त कहिले तपाईँहरू पनि यो उपाय निकाल्नु है, टाढो बाटो हिँड्दा त समस्या पर्छ। लहराले बाँधेको कपाल हेरौँ न त हो एकताली कस्तो राम्रो हुँदो रहेछ भने। मेरो केस कस्तो छ अरे एकपल्ट भन्नु न। मैले हिजो के भन्ने अरे मेरो केस यस्तो गर, मेरो कपाल त प्रियङ्काको जस्तो छ अरे, डोको बोकेर घाँस काटिरहेछ त्यस्तो भने। भाइले ल्याउँदैन, राम्रै सेम्पू ल्याइदिएछ। मेरो छोराले सेम्पू ल्याइदिनु लगाएको थियो त, सेम्पू ल्याइदिएछ पसलदेखि। सेम्पूले राम्रै सिल्की भयो कपाल साथीको। तपाईँ त के हुन्थ्यो र हामी चाहिँ हो क्या गाउँघरको बसेर। अनि तपाईँ जस्तो अरूहरू नहुनु नि सक्छ नि त, तपाईँको जस्तो समस्या नहुनु नि सक्छ। के र त होइन, यो बेकारको बोली खेर नफाल्नु होला हौ। के हो खैर त आपतमा लगाइराख्ने नयाँ काम लाग्छ। गु पुछेको सिन्का तारे सिँडी राख्ने काम लाग्छ अरे जसले भए पनि। के गर्नु, मान्छेले कतिपयले अब फेसबुकतिर टिकटकतिर के बनाएको यसो हेरेरै सिक्ने त सिक्छन्। लुगा सिलाएको यो चाहिँ नहेरेको मात्रैले सिके। अब यो पनि भिडियो हेरेपछि कुनै दिन अब तपाईँको भिडियो हेरेर पनि सिक्ने छन् कुनैहरूले। धेरै टाढो छ। हामी चाहिँ आज यात्रामा छौँ क्या, शान्तिको बामा। हामी उता यात्रा रहेछ जिन्दगी, हामी सँगै हिँडिदिन्छौँ। लाजे मलाई